नमस्कार, हिमालयन नेटवर्कमा हजुरहरूलाई स्वागत छ। आज यो विशेष रिपोर्ट तपाईहरुलाई सिक्किम आइडलको सेटबाट लिएर आएको छु, जुन चाहिँ तपाईहरुलाई प्रख्यात भएको हो 13 नोभेम्बर 2025 को दिन रम्फूको खेल मैदानमा सिक्किम आइडल सिजन 2 को ग्रान्ड फिनाले हुन गइरहेछ। त्यसैमध्ये आजको यो विशेष शोमा हाम्रो बीचमा हुनुहुन्छ सियाङ शेर्पा, जो चाहिँ सिक्किम आइडल सिजन 2 को टप 4 फाइनलिस्ट जुनियर क्याटेगोरीबाट हुनुहुन्छ। अनि सर्वप्रथम तपाईलाई स्वागत छ श्यामु है। अब जुन चाहिँ तपाई फाइनलमा पुगिरहनु भएको छ त्यसको लागि है कंग्रेचुलेसन। अनि तपाईको अहिले जुन चाहिँ यो फाइनलको लागि प्रिपरेसन प्र्याक्टिसेसहरु कस्तो चलिरहेको छ? प्र्याक्टिस एकदम राम्रो चलिरहेको छ। म्युजिशियन दादाहरूले धेरै सपोर्ट गरिदिनु हुँदैछ अनि हाम्रो मेन्टर दादा रिप्राज दादा अनि प्रितम दादाले मलाई धेरै सपोर्ट गरिरहनु भएको छ। सिजन 2 मा तपाई फाइनलिस्ट हुनुभयो है। मैले धेरै जग्गादेखि तपाईको पोस्टहरु धेरै शेयर गरिरहनु छ है, टप म्युजिशियनहरुले शेयर गरिरहनु भएको छ। तपाईले यस्तो शेयरहरु गर्दा यस्तो अब तपाईको नामहरु है तपाईको अहिले गाउँमा गाउँघरमा सबैले चिन्ने भएको छ हैन, सियाङ हाम्रो गाउँको हुन्छ। योहरु यस्तोहरु हुँदा तपाईलाई कस्तो फिल भइरहेको छ? मलाई पनि एकदमै प्राउड फिल भइरहेको छ अनि म सबैजनालाई मेरो तर्फबाट चाहिँ एकदमै हृदयबाट चाहिँ एकदम धन्यवाद दिन चाहन्छु, किनभने मेरो गाउँको मान्छेहरूले टिचर्सहरूले अनि साथीहरूले मलाई एकदमै बेसी सपोर्ट गर्छ। सबैलाई म धन्यवाद दिन चाहन्छु। हजुर, अनि जुन चाहिँ अब सिक्किम आइडल सिजन 2 को सेटले गर्दा तपाईले है यस्तो फेभर है तपाईको अब नामहरु मान्छेले चिने पाए, तपाईको कला ट्यालेन्ट निखार्नु पायो हैन। अब सिक्किम आइडल सिजन 2 मा तपाईले एकदमै सिक्किमको राम्रो राम्रो जजहरु हुनुहुन्छ, उहाँहरुसँग धेरै कुरा सिक्नेहरु मौकाहरु पाउनुभयो। यसमा तपाईले के भन्नुहुन्छ? हाम्रो 3 जना जजेसहरु चाहिँ राम्रो हुनुहुन्छ। उहाँले अब गीत गाउँदै गर्दा केमा अलिकति सुर छुट्दैछ, केमा अब मिस्टेक हुँदैछ भने उहाँहरूले पोलाइटली त्यसलाई सुधार्नुहुन्छ। उहाँहरू एकदमै राम्रो हुनुहुन्छ। अनि अब यसै है तपाईले एउटा सिंगिङ रियालिटी सो जुन चाहिँ सिक्किममा अब यो कसैमा यति ठुलो भइरहेको छ हैन। अनि यो यसको माध्यमले धेरैजना हाम्रो भाइ बहिनीहरू अनि सिनियर क्याटेगोरीमा पनि है एकजना एक दुईजना धेरैजनाहरूले आफ्नो ट्यालेन्टलाई निखार्नु पायो है। अनि यो सेटको लागि है सेट प्रदान गर्नुभएकोमा यसमा चाहिँ तपाईले के भन्नुहुन्छ? म हाम्रो चिफ मिनिस्टर सर श्री प्रेम सिंह तामाङ गर्ने सरलाई चाहिँ म हृदयबाट धन्यवाद दिन चाहन्छु अनि जेकब खलिल सरलाई अनि आरके वालिङ सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले हाम्रो अब हामीले यो मञ्च नपाएको भए चाहिँ हाम्रो यो ट्यालेन्ट पनि वेस्ट हुने थियो। उहाँहरूलाई चाहिँ म एकदमै धन्यवाद दिन चाहन्छु। मैले उहाँहरूलाई जति नै धन्यवाद दिए पनि त्यो सायद कम्ती पर्नेछ होला। अनि जुन चाहिँ है तपाईको अब सिक्किम आइडलमा यात्रा तपाईको राम्रै भइरहेछ, राम्रोसँगले भएर तपाई फाइनलमा पुगिरहनु भएको छ है। तपाईको फर्स्टमा तपाई सिक्किम आइडलमा आउँदा कस्तो हुनुहुन्थ्यो अनि अहिले तपाईको है सिक्किम आइडल परफर्म गरी तपाईको धेरै निखारहरु भएको छ हैन। त्यसमा चाहिँ तपाईको कस्तो फर्स्टमा कस्तो हुनुहुन्थ्यो अनि अहिले कतिको तपाई कन्फिडेन्सहरु कतिको बिल्डअपहरु कस्तो कस्तो भएको छ तपाईलाई अलिकति? म फर्स्टमा यहाँ फर्स्ट राउन्ड चाहिँ पियानो राउन्ड थियो अनि त्यहाँ मैले पार्टिसिपेट गर्दा चाहिँ मलाई अलिकति डर लागिरहेको थियो अनि जजहरूले पनि भन्नुभयो अब स्टेजमा आएपछि अब डराउने बानी त जसैको पनि हुन्छ, तर डराउने बानी चाहिँ छोड्नुपर्छ भनेर त्यसपछि मैले बिस्तारै बिस्तारै राउन्डहरू क्रस गर्दै गर्दा चाहिँ मेरो डरहरू अब मेट्नु थाल्यो अनि मलाई अलिक कन्फिडेन्ट फिल हुँदै गयो। अनि मलाई इन्करेज गर्नुभयो मेरो गुरु हुनुहुन्छ गोपाल सर, उहाँ मेरो काका पर्नुहुन्छ, उहाँले मलाई निकै इन्करेज गर्नुभयो। उहाँ मेरो गुरुभन्दा पनि बेसी हो, गुरुभन्दा पनि ठुलो उहाँ मेरो गुरुभन्दा पनि ठुलो अनि सायद उहाँको सपोर्ट अनि मेरो फ्यामिली अनि सबैजनाको सपोर्ट नपाएको भए चाहिँ म अहिले यो प्लेटफर्ममा हुने थिएन होला। तपाईको है तपाईलाई सबैजना जस्तो सपोर्ट गरेछ अनि मैले धेरै जग्गा तपाईको भिडियोजहरु देखिरहेको थियो है, धेरैजना मानिसहरूले शेयर गरिरहेको थियो कि यता उता सबैले सपोर्ट गर्नुहोस् यस्तो गरिदिनुहोस् हैन। अब तपाई अब रिग्दी ओख्री भनेको तपाईको एकदमै जग्गा रिमोट जग्गा हो सिक्किमको है, एकदमै पर नेपालकै छेउमा भनौँ न, नेपालकै छेउमा हो हैन। त्यस्तो टाढोदेखि तपाईँ अब आएर तपाईँले आफ्नो स्वरलाई अब दुनियाँ
त्यहाँको सामु देखाउनु भयो है, तपाईँको स्वरलाई सुनाउनु पायो होइन। त्यसमा अब तपाईँ कतिको खुसी हुनुहुन्छ। अनि आउने भाइ बहिनी जो चाहिँ अब टाढो टाढो हुन्छ नि, जो चाहिँ अब टाढो टाढोबाट है म जानु सक्दिनँ होला भन्ने हुन्छ कति होइन, उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ? सिक्किम आइडलको प्लेटफर्ममा आएर चाहिँ मैले धेरै कुरा सिकेँ, आफ्नो कन्फिडेन्सलाई पनि बिल्ड गरेँ। अनि म भाइ बहिनीलाई चाहिँ यही भन्न चाहन्छु कि सिक्किम आइडल जस्तो एउटा ठुलो मञ्च पाउनु भनेकै अब एउटा भाग्यको कुरा हो। अनि एकताल ट्राई चाहिँ गऱ्यो भने चाहिँ ट्राई चाहिँ गर्ने पनि रहेछ है। अनि यो प्लेटफर्मको द्वारा उहाँले आफ्नो कन्फिडेन्स भयो है, उहाँको स्टेजमा धेरै पर्फर्मेन्स गर्नेहरू धेरै बढाएर गएको छ उहाँले है। अनि तपाईँलाई अहिले चाहिँ कस्तो लाग्छ? अब अहिले तपाईँले कुनै स्टेजमा गएर बोल्नु पऱ्यो अरे, कुनै स्टेजमा गएर गाउनु पऱ्यो के गर्नुहुन्छ? गएर गरिहाल्नुहुन्छ कि डर लाग्छ तपाईँलाई? अहिले चाहिँ मलाई डर भने चाहिँ 0% भनौँ न, एकदमै डरै लाग्दैन। अनि म आफै पनि छक्कै पर्छु कि म पहिला कस्तो डराउँथेँ, अहिले कस्तो भएको छु। सिक्किम आइडल जस्तो एउटा ठुलो मञ्चमा आएर चाहिँ अब कस्तो भएको छु। आफ्नो डर चाहिँ मैले एकदमै हराएको छ मेरो डर चाहिँ। अब जति नै होस्, चाहे त्यहाँ 1000जना मानिसहरू होस्, तपाईँ पर्फर्म गर्न सक्नुहुन्छ है। त्यसो भने चाहिँ तपाईँ रेडी बस्नुहोस् रम्फूमा, किनभने रम्फूमा चाहिँ तपाईँको 13 तारिक जुन चाहिँ फाइनल हुनेछ त्यहाँनिर हामीले एकदमै ज्यादा हामीले मानिसहरू देख्न सक्ने हुन्छ। किनभने 1000-2000 त कम्ती होला, त्योभन्दा बेसी हुनसक्छ। किनभने सिक्किम आइडल सिजन 2 को भोटिङ प्रतिक्रियाहरू तपाईँले जानिसक्नु भएको छ होला। यसमा तपाईँले 50% चाहिँ जजले गर्छ भने 50% चाहिँ पब्लिकले गरिदिन्छ। त्यही कारणले तपाईँ सबैजना जति पनि सिएम सेवाको सपोर्टर्सहरू हुनुहुन्छ, उहाँको भोइसलाई मन पराउनुहुन्छ, तपाईँ सबै आएर सपोर्ट गरिदिनुहोस्। अनि अन्तमा तपाईँ है पब्लिकलाई के अपिल गर्न चाहनुहुन्छ? सर्वप्रथम त मेरो तर्फबाट सबैजनालाई प्रसिद्धिले नमस्कार। म चाहिँ यही भन्न चाहन्छु कि मेरो भोइसलाई माया गरिदिनु सबैजनालाई म हृदयबाट हार्दिक अनुरोध गर्दछु कि तपाईँहरू सबैजना आइदिनुहोस् अनि मलाई आफ्नै बहिनी छोरी सम्झेर तपाईँहरूको बहुमूल्य भोट मलाई दिनुहोस् होला। अनि म धन्यवाद दिन चाहन्छु श्री प्रेम सिंह तामाङ गोले सर, अनि जेकब खलिल सर, श्री मिङमा नर्बु शेर्पा सर, आरके वाली सर, अनि सम्पूर्णलाई मेरो तर्फबाट एकदमै धन्यवाद। सो थ्याङ्क यू सो मच सिएमको है, तपाईँलाई बेस्ट विशेष। आउँदो यो ग्रान्ड फिनालेमा तपाईँको राम्रो पर्फर्मेन्स होस्। अनि आशा छ तपाईँले जुनियर क्याटेगोरीको है टाइटल पनि जित्न सकोस्। अनि जितेपछि फेरि म तपाईँको इन्टरभ्यू गर्नु पाओस् है। अनि उहाँ हुनुहुन्थ्यो सिएम शेर्पा है, उहाँ जुन चाहिँ सिक्किम आइडल सिजन 2 को जुनियर क्याटेगोरीको टप 4 फाइनलिस्टमा हुनुहुन्छ। 13 नोभेम्बरको दिन उहाँको पर्फर्मेन्स हेर्नु नभुल्नुहोस् होला। सम्पूर्ण दर्शक तपाईँहरू पनि रम्फूको मैदानमा आइदिए अनि सम्पूर्ण जो पनि आफ्नो भाइ आफ्नो बहिनी जो चाहिँ जसलाई मन पराउनुहुन्छ तपाईँहरू आएर सपोर्ट गरिदिनु हुने भन्दै यो सानो रिपोर्टलाई यहीँ राख्न चाहन्छु। अन्य रिपोर्टको लागि हेर्दै गरोस्, म लाखो तेन्जिङ शेर्पासँग हिमालयन नेटवर्क। फ्युचर भिजनले पिएसबिडी सेक्युरिटी गार्डको लागि अर्जेन्ट 100 जनाको भ्याकेन्सी लिएर आएको छ, जसमा मेलको हाइट 5.6 फिट, स्यालेरी 71,830 दिनको लागि र 63,326 दिनको लागि र एसआइआरए को लागि 48,830 दिनको लागि र 46,026 दिनको लागि, साथै फ्री अकोमोडेसन, ट्रान्सपोर्ट र अरू सुविधाहरू उपलब्ध छ। सिलेक्सनको प्रक्रिया सहज र सरल छ। इन्ट्रेस्टेड क्यान्डिडेटले यसको निम्ति इन्टरभ्यूमा आउनु सक्नुहुनेछ। इन्टरभ्यू डेट 14 नोभेम्बर शुक्रबारको दिन इस्कन मन्दिर नजिक फ्युचर भिजनको अफिसमा आउनु सक्नुहुनेछ। अधिक जानकारीको निम्ति दिएको नम्बरमा सम्पर्क गर्नुहोस्।